चाहिँ बौद्ध धर्ममा एउटा शान्तिको प्रतीकको लागि लाउँदो रहेछन्। अनि यो माथि तावाङभन्दा माथि एक जग्गा हो, यस्तो जग्गा चाहिँ छ, कति राम्रो छ, सुन्दर छ, शान्त वातावरण अनि हावा सरर हानिरहेको हुन्छ। अनि तल तावाङ पनि देख्न सकिन्छ यहाँबाट तल होइन। यहाँको पानी चाहिँ अलिकति जम्मा भएर अलिकति लेप्रो देखिएको छ, तर तावाङ यहाँबाट तल देखिन्छ। यहाँबाट तल तावाङ सुन्दर देखिन्छ, सानो देखिन्छ। यो सब शान्तिको लागि अब के लेखेको छ यहाँ, सबै लेख्नु त लेखेको छ सबै। यहाँबाट तावाङ सानो देखिन्छ, एकदमै सानो। यो सबै तावाङ मोनास्ट्री यो हिजो देखाएको एकदम सानो देखिन्छ। अनि यतिको चाहिँ यस्तो जग्गा, सुन्दर जग्गा आएर हेर्न सकिन्छ। अनि जान त त्यही रस्ता तल जानुपर्छ। स्ट्याचु कहाँ छ रहेछ, सानो जुम गरेर देखाउँदैछ हौ। यस्तै छ हिमालय। यो चाहिँ ब्रह्मपुत्र नदी होला, माथिबाट सुर्किँदै आएको। यस्तै छ, हावा कति मिठो हावा लागिरहेछ। यहाँ आएर फोटोहरू खिच्न पाइयो आरामले बसेर, केही छैन यसमा, राम्रो जग्गा।